ल राम्रोसँग जानु त्यहाँ पुग्ने बित्तिकै मलाई कल गर्ने नि ल ल तल बस ए ल राम्रोसँग चाहिँ म तँलाई लास्ट मिस गर्नेछु फोन छ त्यस्तो होइन अब तँलाई जे मन लाग्छ त्यही पठाउ न आइफोन 17 प्रो म्याक्स 1 टिभी 2 टिभी तैँले पठाउनु भनेको यस्तै यस्तै होला होइन के भन्छ हुन्छ हुन्छ रुनी होइन मलाई रोको चाहिँ पोको मन पर्दैन के बतालाई के हुनु मलाई तर म एउटै गाउँमा जन्म्यौँ एउटै स्कुल पढ्यौँ अरू चाहिँ के कुरा गर्नु एउटै घाम तपाईँ हुर्क्यौँ आजसम्म तर म छुटेको छैन आज त मलाई एक्लै बनाएर विदेश जाँदैछस् मलाई गाह्रो हुँदैन ए मलाई मसँग छुट्टीले मेरो साथीलाई गाह्रो भएन मेरो गर्लफ्रेन्डहरूलाई गाह्रो भएन तँलाई चाहिँ गाह्रो भयो बसेनहरू तेरिका चिचिरो पठाएर खुस्केछ क्या अब साथीहरूको नसमा त तिमी यहाँ प्लेनसम्म त पनि यार साथी त विदेश नजा रे यार त बिना म एक्लै नै मलाई कसरी पाउँछ न त विदेश नजा रे यार त्यति नभन्ने मलाई भिसा लाग्छ साथी त बिना म एक्लै नै मलाई कसरी पाउँछ त्यति नभन्ने म बासिहाल्छु नि बुला त ल्याएर हो र भने वाह फ्रेन्डसिप भनेको यस्तो हुनुपर्छ हेर त साथीसँग छुट्नु पर्ने भयो भनेर मर्न आँटिसक्यो त साला विदेश गयो भने म हात माथि गरेर मर्दिन्छु मा साइड गरी हेरेमा चाहिँ डर लाग्छ कि प्लिज घर जानु घर तलाउँदै दाइ भन्छु म कसो छोड्दिनँ प्लिज होइन तपाईँ आफ्नो साथीलाई यस्तो माया गर्नुहुन्छ माया गर्नुहुन्छ अरे यो मसँग छुट्टिनु पर्यो भनेर रोको भन्दा म अस्ट्रेलिया जाने भयो यो नेपालमा सर्ने भयो मेरो प्रगति हुने भयो भने पिरे रोक्यो